गरिहाल्छु है मम्मी। ल लभ यु मम्मी, मिस यु मम्मी, बाई। म भन्दा आफ्नै आमासँग बोल्न नि फुर्सद नहुने, कस्ता बिजी हुन्छु नि। लु भइगयो, ठुलोलाई फोन गर्नु पर्यो। दीक्षित कसको कसलाई दिने हो कसलाई दिने हो लौ ठुलेले त फोनै उठाएन, छोराछोरी भनेका त सानाका मात्र रहेछन्। हो अब एकछिन फेसबुकै हेर्छु। ओहो, छोरा भनेको त यो भोजराज जस्तो पो हुनुपर्छ त। आफ्ना त खैके खैके, कति फोन चलाउनु। अब एकछिन गाउँतिर डुलेर आउनु पर्यो। मैले त तिमीलाई बोलाउनै बिर्सेँ। Ladies and gentlemen, a warm good morning and a special welcome to you all on this auspicious day, the Grandparents' Day. We are really delighted to see your presence here on this special occasion. As the principal, I would like to say some few words about grandparents. Grandparents love us the most. Their love is invaluable. Their warm hug and sweet Mom, I'm home. How was the day, dear? कस्तो भयो आजको दिन? Not so good. आज स्कुलमा ग्रान्डप्यारेन्ट्स डे थियो। सबैको ग्रान्डप्यारेन्ट्स आउनुभयो, के लिएर आइदिनु भयो। मेरो मात्र ग्रान्डप्यारेन्ट्स आउनु भएन। खै मेरो ग्रान्डप्यारेन्ट्स? उहाँहरू हामीभन्दा धेरै टाढा हुनुहुन्छ। तिमीले पनि त बुझ्नुपर्छ। नाइ, म अहिले बोल्ने। छोरी, तिमी आमासँग बोल्ने? आऊ हामी सँगै बसेर कुरा गरौँ। आमा, दर्शन। ओहो, दर्शन बाबु, धेरै पछि फोन गर्यौ।